Tengo ka na doon. हेलो साथीहरू, 9 भागसम्म तपाईहरूले मसँगै आग्राको यात्रा गर्नुभयो र आज यो भिडियो छ आग्रा सिरिजको अन्तिम भाग। हामीले 18 दिने ट्रेनिङ सक्यौं, सबै साथीहरूसँग रमाइलो भयो। तर अब आग्राको यो सुन्दर अध्यायलाई बन्द गर्ने बेला आएको छ। तर यो बिदाईको यात्रा त्यत्तिकै सजिलो थिएन, किनभने हामीलाई पर्खिरहेको थियो टुन्लाको रातिको 2:30 बजेको ट्रेनले अनि गुवाहाटीको भिडभाड बसले। अनि त्यसपछि चाहिँ के भयो हेरौँ है त, हामी सबैजना मिलेर यो अन्तिम भिडियोलाई। लेट्स गो। रातको ठिक 10:30 बजे हामीले केन्द्रीय हिन्दी संस्थान आग्राको गेटमा अन्तिम पटक नाम लेख्यौं र साइन गर्यौं। यो गेटले हाम्रो 18 दिनको मेहनत र मिठो सम्झना लङ्गालेको थियो। र त्यसपछि हामी बस्न चढ्यौं र लाग्यौं टुन्ला रेलवे स्टेसनतिर। टुन्ला स्टेसनमा हामी पुग्यौं राति करिब 12:30 बजे र हाम्रो ट्रेन चाहिँ थियो 2:30 बजे। र अनि अहिले चाहिँ हामी सबै साथीहरू टुन्ला रेलवे स्टेसनको फुट ओभर ब्रिजमा बसिरहेका छौँ आफ्नो सामानहरू राखेर। अब हामीसँग करिब 2.5 घन्टा जति समय छ, त्यही भएर चाहिँ हामी यहीँनिर बसिरहेका छौँ। रातभरि सुत्न पनि पाइएन, उहाँ होस्टेलमा हुँदाखेरि पनि। अहिले चाहिँ ढल्किरहेका छौँ, कोही सुतिरहेका छौँ, कोही फोन चलाउँदैछौँ। फाइनली हाम्रो ट्रेन पनि आउने बेला भइसकेको छ र हाम्रो ट्रेन चाहिँ 2:32 आइपुग्यो। अनि त्यसपछि हामी चाहिँ चढ्यौँ अनि जाँदैछौँ हामी कामाख्या जङ्सनतर्फ। हिजो टुन्ला स्टेसनबाट करिब 2:30 बजे निस्किएपछि रातभरि राम्रोसँग सुत्न पाएका थिएनौँ। त्यसैले रेलमा मौका पाउन साथ मजाले आराम गऱ्यौँ। अहिले हामी गुवाहाटीको कामाख्या जङ्सन आइपुगेका छौँ। यहाँबाट सामानहरू गाडीमा पठाइसकेका छौँ र हामी बस मार्फत मिजोरम हाउसतर्फ जान लागिरहेका छौँ। आग्रामा बसाइको क्रममा होस्टेलमा पूर्ण रूपमा शाकाहारी खाना मात्र पाइन्थ्यो। त्यसैले लामो समयपछि मनपर्ने परिकार खाने रहर सबैले लागेको थियो। सिलचर जाने हाम्रो अर्को ट्रेन राति 12 बजे मात्रै भएकाले समय पनि प्रशस्त थियो हामीसँग। त्यसैले हामी अहिले स्वादिष्ट खानाको खोजीमा र नुहाइधुवाइ गरेर बस्न सकिन्छ, आराम गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ अहिले गुवाहाटीको मिजोरम हाउसतर्फ जाँदैछौँ। अहिले चाहिँ साथीहरू हामी आइपुगिसकेका छौँ गुवाहाटीको मिजोरम हाउसमा र सामानहरू राखेर र फ्रेस भइसकेपछि हामीले स्वादिष्ट खाना खायौँ। धेरै दिनपछि मनपर्ने मांसाहारी परिकार खान पाउँदा सबैजना निकै खुसी थियौँ। खाना खाइसकेपछि हामी केही समय यहाँका सपिङ मलहरूमा घुम्न गयौँ र आवश्यक किनमेलहरू पनि गर्यौँ। साँझको 9 बजिसकेको छ र अब हामी फेरि गुवाहाटी रेलवे स्टेसनतर्फ लाग्दैछौँ। हाम्रो साथीहरूले यो सानो गाडीमा सबैको सामानहरू हालेर जाँदै हुनुहुन्छ भने हामी चाहिँ बसमा जानेछौँ। अब सुरु हुँदैछ हाम्रो अर्को रेलको यात्रा। गुवाहाटी रेलवे स्टेसनमा राति 12 बजे हामी सिलचरतर्फको ट्रेनमा चढ्यौँ। अघिल्लो रात राम्रोसँग सुत्न नपाएकोले धेरै जस्तो समय चाहिँ आराम गर्दै यात्रा गर्यौँ। लामो यात्रापछि दिउँसो करिब 1:30 बजे हामी सिलचर रेलवे स्टेसनमा आइपुगिसकेका छौँ। स्टेसन बाहिर हामीलाई लिन 4वटा सुमो तयार अवस्थामा थिए। सबैजना आफ्नो सामान लिएर सुमोमा चढ्यौँ र त्यसपछि घरतर्फको अन्तिम यात्रामा निस्कियौँ।
अहिले तपाईहरूले देखिराख्नु भएको बाटो हो कोलसिम र गोलपुईको बीचको बाटो र हामी आग्रा जाँदा पनि यो बाटो बिग्रिरहेको थियो फर्किँदा पनि उस्तै नै रहेछ झन् साह्रो बिग्रेको पो रहेछ होइन यसरी नै हामी आफ्नो घरतर्फ नजिकिँदैछौँ बाटो पनि सुनसान छ र हाम्रो साथीहरूलाई डर देखाउँदैछौँ हेर्नुहोस् है त Nakita sujan na video ka na nilinga rampay kan humaytay. Ay, naso ka na niya eh. Goodbye kanta mo ko mama. Bakit sana kayo? Eh, sama mo ka ka. Saan lo? Katulog ang talaga. Ay, katulog ang talaga. Berai khara mem. Ano to pala? Khara. Karte ko. Kenapa kharti no? Ano? Hey! Grabe ko sa harap niya sa... Tuwang lang niya, oh. Ay, susubin na यसरी हाँसो रमाइलो र अविस्मरणीय सम्झनाहरूसँगै हाम्रो आग्रा यात्रा अन्ततः समाप्त भएको छ यससँगै आग्रा सिरिज पनि समाप्त हुँदैछ यदि तपाईले यो सिरिजको अघिल्ला भागहरू हेर्नु भएको छैन भने पहिलो भागदेखि अन्तिम भागसम्म प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ यो सम्पूर्ण यात्राभरि भिडियो हेरेर लाइक कमेन्ट शेयर अनि निरन्तर साथ दिएर मलाई हौसला प्रदान गर्नुहुने सम्पूर्ण दर्शकहरूलाई हृदयदेखि म धन्यवाद भन्न चाहन्छु फेरि नयाँ यात्रा नयाँ अनुभव र नयाँ भिडियोका साथ भेट्नेछौँ थ्याङ्क यू सो मच फर वाचिङ सी यू इन द नेक्स्ट भिडियो